साथीहरु तपाईहरु अगर आफ्नो भोइसमा भिडियो बनाउनुहुन्छ भने चाहिँ सावधान र आफ्नो भोइसमा आफ्नै रियल कन्टेन्ट बनाउनुहुन्छ भने पनि सावधान। अहिले यस्तो समय आइसकेछ तपाईले दिन रात मेहनत गरेर एउटा पेजलाई वा आइडीलाई तपाईले ठुलो बनाउँछु भनेर सोच्नु भएको छ भने चाहिँ एकदमै कतिपय कुराहरुलाई चाहिँ जान्नु नै एकदमै जरुरी छ। र यो चाहिँ मेरो नौतन पेज हो। नमस्ते, मेरो नाम सलिना बानिया हो। मसित जे भयो तपाईहरुसँग नहोस् भनेर मैले चाहिँ यो भिडियो बनाके। मैले सोच्थे मेरो एकाउन्ट पनि ठुलो पार्छु भनेर कति राम्रो ग्रो गरिरहेको थियो र मैले कतिपय भुलहरु गरे र तपाईहरुले पनि नगर्नुस्। तपाईहरुले यो भुलहरु गरे भने तपाईहरुको आइडी पनि सस्पेन्ड हुने चान्स एकदम 90% भइसकेछ। बहुत जनाको भइसक्यो, तपाईहरुले त देख्नु भएकै छ र मसँग के भयो त्यो पनि म बताउँछु यो भिडियोमा बनिराख्नु होला। यो गल्ती चाहिँ के हो भन्दाखेरि हामी रिलमा भिडियो बनाउँछु नि, हामी डान्स गरेर भिडियो बनाउँछु भने सधैँ एउटा रिल हाल्छु नि, सावधान। एउटा रिल हाल्न कति दिन बन्द गरिदिनुस्। अहिले तपाईले एउटा गल्ती गर्नुभयो भने तपाईको एकाउन्ट गयो। त्यही लागि अहिले चाहिँ बहुत सोची सम्झिकन भिडियो हाल्नु होइन। म त डेली ब्लग बनाउँछु, म त लङ भिडियो बनाउँछु, मेरो आइडी केही हुँदैन भनेर सोच्नु हुँदैछ भने सावधान। तपाईले डेली ब्लग त बनाउनुहुन्छ, पछाडि हल्का ब्याकग्राउन्ड म्युजिक दिनुहुन्छ नि, मैले पनि दिन्थे। त्यो ब्याकग्राउन्ड म्युजिक दिनलाई एकदम बन्द गरिदिनुहोस्। तपाईले बिना ब्याकग्राउन्ड म्युजिकले आफ्नो भोइसले भिडियो बनाउँछु, मेरो त लाग्दैन होला, मेरो त हुँदैन होला, मेरो सस्पेन्ड हुँदैन भनेर सोच्नु भएको छ भने यो पनि भुल हो। किनकि ब्याकग्राउन्ड म्युजिक नदिकन बनाउँदाखेरि पनि कहिले काहीँ साइडमा कतै गाना बजेको छ भने, कतै रेडियो बजेको छ भने त्यो सबले पनि इस्यु लाग्ने रहेछ। अरु एउटा कुरा, हामीले भिडियो सिडियो हाल्दाखेरि क्याप्सन के लेख्छौँ, क्याप्सन पनि सोची सम्झी लेख्नु पर्ने रहेछ। मेरो हिजो एउटा साथीको आइडी मलाई देखि, उसले के लेखिन्, फुल सपोर्ट गर्नु होला भनेर लेखेको थिइन्। त्यो फुल शब्दले गर्दाखेरि उसको आइडी पुरै सस्पेन्ड भयो। मेरो त लिमिटमा छ, उसको त सस्पेन्ड भयो। त्यही लागि लाइक कमेन्ट सेयर गर्नु होला भनेर भन्छौँ, त्यो पनि नभन्नु होला। हामीले मेरो भिडियोमा यस्तो हामी आफ्नो भोइसले भिडियो बनाउँछौँ नि, आफूले आफ्नो भोइसले भिडियो बनाएकोमा पनि हामीले भन्छौँ नि, राम्रो लाग्यो भने भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु होला भनेर मैले खुद भन्थेँ। त्यो पनि नभन्नु होला। अगर त्यो भन्नुहुन्छ भने त्यसमा पनि इस्यु लगाइदिन्छ। त्यही लागि अहिले पुरा एआई को जुग छ। एआईले गर्दाखेरि तपाईको आइडीको एउटा सानो मिस्टेकले तपाईको आइडीलाई खत्तम पार्दिन्छ, तपाईको पेजलाई खत्तम पार्दिन्छ। र मैले जति जाने त्यही तपाईहरुलाई शेयर गरे। र तपाईहरुले अगर यो सब भुल गर्नुहुन्छ भने आजबाट बन्द गरिदिनुहोस्। क्याप्सन पनि सोचेर लेख्नुपर्छ। क्याप्सन लेख्दाखेरि पनि नेगेटिभ चीजहरु बेसी नलेखेर एकदम राम्रो पोजिटिभ चीजहरु लेख्ने कोसिस गर्नु होला। र अगर भिडियोमा जे छ क्याप्सनमा पनि त्यही लेख्नु होला। तपाईको भिडियोमा अर्कै देखाउनु भएको छ, क्याप्सनमा अर्कै लेख्नु भएको छ भने त्यो पनि प्रब्लम हुन्छ गाइस। त्यही लागि म एकदमै तपाईहरुको लागि भन्दै छु, एकदम सोची सम्झी भिडियोहरु पोस्ट गर्नु होला। मेरो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने चाहिँ माया दिनु होला। धन्यवाद।